धेरैजनाले यो क्वेसन गर्नुभएको छ, स्टेन्सिलमा जस्तो डिजाइन देखिन्छ युज गरिसकेपछि पनि सेम डिजाइन बस्छ कि बस्दैन। सो स्टेन्सिलको बेस्ट रिजल्टको लागि हजुरलाई स्टेन्सिललाई सही तरिकामा युज गर्नुपर्ने हुन्छ। इफ हजुरहरू पनि यो स्टेन्सिल युज गरिराख्नु भएको छ भने यो भिडियो पुरा हेर्नुहोला, जसमा डिटेलमा एक्सप्लेन गरिएको छ स्टेन्सिललाई कसरी युज गर्ने स्टेप बाई स्टेप, जसले गर्दा हजुर एकदमै बेस्ट रिजल्ट पाउन सक्नुहुन्छ। सो सबभन्दा पहिला स्टेन्सिललाई डिजाइन अनुसार काट्नुपर्ने हुन्छ। डिजाइन काटिसकेपछि पछाडिको जुन सेतो पेपर हुन्छ त्यसलाई निकाल्नु पर्ने हुन्छ। जसरी भिडियोमा देखिराख्नु भएको छ भने सेम त्यही प्रोसेसमा निकाल्नु भयो भने यो एकदम सजिलो तरिकाले निस्किन्छ। सो यहाँ हजुरहरूले हेर्न सक्नुहुनेछ कति सजिलो तरिकाले त्यो व्हाइट पेपर चाहिँ निस्किसकेको छ। पेपर निकालिसकेपछि यो डिजाइनलाई हजुरलाई जहाँ राख्नु मन छ त्यहाँ आफ्नो अनुसार राख्न सक्नुहुन्छ। मैले यो डिजाइनलाई ब्याक साइडमा युज गरिराखेको छु। डिजाइनलाई साटिसकेपछि माथिको जुन ट्रान्सप्यारेन्ट टेप हुन्छ त्यो निकाल्नु पर्ने हुन्छ। अनि एउटा कुरा यहाँ के केयर गर्नुपर्छ भने यो जुन माथिको टेप निकाल्नुहुन्छ भने सिधै माथितिर तानेर ननिकाल्नु होला। यसलाई चाहिँ राम्ररी तलैतिर तानेर निकाल्नुहुन्छ भने यो धेरै सजिलै निस्किन्छ। हजुरले जसरी भिडियोमा हेरिराख्नु भएको छ म यो टेपलाई चाहिँ तलैतिर तानेर निकालिराखेको छु, माथितिर तान्नु पर्दैन यसलाई। सो यहाँ हेर्न सक्नुहुन्छ सही तरिकाले निकाल्नु भयो भने कति सजिलो तरिकाले निस्किहाल्छ, अलिकति पनि डिजाइन बिग्रिँदैन। सेम प्रोसेस युज गरेर सबै डिजाइनलाई टाँस्नु पर्ने हुन्छ र माथिको टेप निकालिदिनु पर्ने हुन्छ। सो डिजाइन कम्प्लिट भइसकेपछि माथिबाट मेहन्दी लगाउनु पर्ने हुन्छ। अब यहाँ धेरैजनाले क्वेसन गर्नुहुन्छ यो मेहन्दी लगाउँदाखेरि कति बेरसम्म राख्नुपर्छ र कति दिनसम्म टिक्छ। सो यहाँ म आफ्नै इन्स्ट्यान्ट मेहन्दी युज गर्दैछु, जसलाई फास्ट मेहन्दी पनि भन्न सक्नुहुनेछ। यो मेहन्दी युज गर्दाखेरि हजुरहरूलाई मात्रै 30 मिनटसम्म राख्नुपर्ने हुन्छ अनि यसको कलर चाहिँ 2 देखि 3 दिनसम्म टिक्छ। अनि अर्को कुरा चाहिँ यदि हजुरहरूले अरू कुनै मेहन्दी युज गरिराख्नु भएको छ भने त्यो मेहन्दी कति बेरसम्म राख्नुपर्ने हुन्छ, त्यो मेहन्दीको रुल के छ त्यही अनुसार फलो गर्नु होला। यहाँ मेहन्दी पनि कम्प्लिट भइसक्यो। यसलाई मात्रै मैले आफ्नो ह्यान्डमा 10 मिनट राखेको छु, किनभने मलाई बडी डार्क कलर चाहेको थिएन। 10 मिनट पछि मैले यसलाई वास गरेर देखाइराखेको छु। वास गरिसकेपछि यसको सबै डिजाइन निकालिदिनु पर्ने हुन्छ। यो स्टेन्सिलको अरू पनि डिजाइन थियो, त्यही भएर यो फिङ्गरको अलि बिस्तारै निकाल्नु भयो भने यसलाई फेरि युज गर्न मिल्छ, तर लामो डिजाइन चाहिँ रियुज हुँदैन। सो यहाँ हजुरले रिजल्ट हेर्न सक्नुहुनेछ, जस्तो स्टेन्सिलमा डिजाइन थियो सेम त्यस्तै डिजाइन बसेको छ, मात्रै हजुरलाई युज चाहिँ सही तरिकाले गर्नुपर्ने हुन्छ। अर्डर गर्न चाहनुहुन्छ भने क्याप्सनमा दिएको नम्बरमा व्हाट्सएप गर्नुहोला। हाम्रो डेलिभरी अल ओभर नेपाल अभाइलेबल छ। थ्याङ्क यू।